यो मन्दिर यो पर्यटक बनाउने भएर हिजोदेखिबाट अब हाम्रो दाजुहरू बुवाहरूसित लागिमेली गरेको ठाउँ भर्खरै अलिअलि बिस्तारै मन्दिर चाहिँ हुन लागिरह। अब यसलाई पनि अब हामीले चाहिँ पुरै यो घेराबार गरेर अब भनौँ न तपाईँ रडाकालिका त जानु भएन त्यहाँ त्यो रडाकालिकामा कति हामी लिएर जान्छौँ मन्दिर पनि हो क्या यो एकदम पहिलेदेखिको प्रचलित धेरै टाढादेखि मान्छे गाईको दुध मेला लाग्छ यहाँ ठुलो महादेव हो राज्यबाट चाहिँ केही भएन यही वार्डमा रुवाबासी गरेर 8-10 लाख रुपियाँ वार्डले हालिदिएर पोहोर पनि 10 लाख रुपियाँ हालिदिएर बल्ल बल्ल बनायौँ। दुई कोठाको बनाएर यो बनाएको अब अहिले नि 10 लाख रुपियाँ पर्दैले बल्ल बल्ल रोइ कोठा गरेर हालेको त्यही पनि अब जेएनजी आन्दोलन अलि कट्टा गरे हाल्यो 9 लाख जतिको बजेट हो। अब यो बनाउनु भने ल्याउने यो भद्रपुर बाटो छ यही बाटो कताबाट रिटर्न गर्ने हो यो बाटो पनि चेन्ज गर्नु पर्ने छ। यो बाघ माथि बस्ने पछाडा भनेको बाछी तल गाईको बाछी तल भने बाघ माथि होइन त्यही हो अहिले समग्रमा त्यही हो। हामी लागौँ धेरै थाहा हुनुपर्छ है।